हाम्रोतिर एकदम खतरा गरी पानी परेको छ साथीहरू। एकदम असारमा पनि यतिको पानी हालेर हिँड्दैन होला हामी सायद। यो पारिपट्टि त झन् एकदम पुरा कालो मुस्लो भएर आइरहेको छ साथीहरू। म चाहिँ छाता ओढेर भिडियो बनाइरहेको छु। अब यस्तो पानी हेरेको छ झन्डै चिप्ने हो। हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई ब्लग भिडियो। आज चाहिँ हाम्रोतिर एकदम खतरा गरी पानी परेको छ साथीहरू। एकदम यहाँनिर खेतहरूमा यस्तरी जमेको छ कि असारमा पनि यतिको पानी हालेर हिँड्दैन होला हामी सायद। त्योभन्दा खतरा पानी जमेको छ। यता भलहरू कुदा यस्तो छ, एकदम खतरा पानी आउँदैछ। यो पारिपट्टि त झन् एकदम पुरा कालो मुस्लो भएर आइरहेको छ। मकैहरू पनि यसरी लत्रिएको छ है। एकदमै खतरा गरी पानी आइरहेको छ साथीहरू। म चाहिँ छाता ओढेर भिडियो बनाइरहेको छु। छाता ओढेर पनि भिडियो बनाउन छोडेको छैन। आँगन उति यस्तो पानी जमेको छ कि यस्तो पानी जमेको छैन यार, यस्तो पानी जमेको छैन भनेर भन्न त नमिल्ने पानी चाहिँ एकदम जमेको छ। यस्तो खतरनाक डेन्जर पानी आइरहेछ। यो आँगनबाट आउने भल चाहिँ हेरौँ न, यहाँ आँगनबाट आउने भल यत्रो भल कुदिरहेछ, यत्रो भल कुदिरहेछ। टेरिका हो, डेन्जर पानी आयो यार आज त। के खतरा पानी आयो। टेरिका हावा आयो। छाता उडाउन आँटो, छाता उडाउन आँटो। आमा यहाँ रोडमा त झन् हेरौँ त क्या खतरा भल कुद्न थालेछ। आमा रोडमा त पुरा यार, पुरा खतरा भल कुदिरहेछ। नाली चाहिँ काटेको छैन तैपनि एकदम खतरा भल कुदिरहेछ है। टेरिका छाता पनि उडाइदिएला जस्तो गर्दैछ। अच्छी जाडो बनाइको नि हौ। टेरिका यस्तो पानी झऱ्यो भने भिडियो बनाइरहेको छु। गर्मी भयो भनेर भन्न पनि नमिल्ने। टेरिका हो, यहाँ त थुन्नी नपाटेछ त। बनाउँदैछु है यहाँनिर साथीहरू भिडियो, एकदम भिडियो सहित। यता पानी पनि बनाउँदैछु। यो कहाँबाट बगाएर ल्याएको हो पनि यो डल। आमा टेरिका हो, के खतरा जमेछ। आमा टेरिका यत्रो बगेर गयो। अब खतरा भलायो यार। अब बर्खा लाग्यो, अब निकै डेन्जर हुन्छ हाम्रो गाउँतिर चाहिँ। यतिसम्म चाहिँ भल कटाइयो। अब यहाँदेखि त खासै डराउनु पर्दैन हुन्छ नि। यता उँधो पनि कुदिरहेको रहेछ त हो। यसलाई उँभै फिराइदिउँ न। जाडो बनायो, बाटोको हालत यस्तो बनायो। बाटोको हालत बेकामे बनाइदियो गाइज। यहाँ पनि खोलिदिन्छु, उता जाने रोकिदिन्छु। भिडियो बनाउने हुँदा खुट्टैले खोल्दैछु। यहाँ कोदालो लिएर आउँदा भिडियो बनाउन पाइँदैन थियो, त्यही भएर। तै पनि यत्तिको उँधोबाट भलाउने त बनाए पो मैले खुट्टैले पनि। एकदम खतरनाक पनि। यहाँ पर चाहिँ कस्तो आयो त हेर्नु पर्यो। अब यहाँ पर कस्तो आयो खोल्सामा। यार खोल्सामा त उत्पात आएछ त। टेरिका यहाँ त के हो नि यस्तो यत्रो आइरहेछ त। यहाँ
एक थोपा पनि पानी थिएन, एकदम डेन्जर आइरहेको छ त। हेट यो त नि कहाँबाट बढेर आयो, कुलो जत्तिकै आइरहेको छ त यार। अरे आमा यो कहाँबाट आयो यत्रो, हेत्तेरिका पानी त आज त डेन्जर परेको नि हो। अब्बो यत्रो पानी आइरहेको छ, डेन्जरै परेको पानी यतिको। रोडको हालत हेरौँ त साथीहरू, दाहिनेपट्टिबाट यत्रो कुलो कुदिरहेछ, देब्रेपट्टिबाट यत्रो कुदिरहेछ। आम्मा आजको पानी त डेन्जर हो। यो खोल्सादेखि ओह्रालो पहिरो लडाउने भयो यसपालि, यत्रो गइरहेछ पहिरो त लडिहाल्ने भयो नि। हत्तेरी खाऊ, त्यो डाँडातिर जानुभन्दा त बरु यतै ठिक छ। कत्रो खतरा आयो, यस्तो खतरा आइरहेछ कि साथीहरू। हत्तेरिका सकिगयो नि यार। ओहो बेकाम गरिदिएको नि, बेकाम। गाडी हिँड्ने बाटो त सकिदो पानी यत्रो रोडमा कुदेर। राइडर र गाडी चलाउनु हुने साथीहरूलाई चाहिँ एकदम गाह्रो पर्यो, राइडर र ड्राइभरहरूलाई चाहिँ। बाटो त पुरै भोलि आएर म भिडियो बनाउने भने यहाँनिर पुरै रोडै मात्रै हुन्छ, केही एकदम ख्यालट्याक र खुल्टुक मात्र हुन्छ। पानी यत्रो कुदिदिरहेको छ रोडमा के ठ्याक्कै। फेरि यहाँदेखि उँधो चाहिँ यहाँदेखि यता चाहिँ अहिले यो उता परैबाट कराएको छ, तर यो पर पुगिन्जेलसम्ममा चाहिँ एकदम खतरा हुन्छ क्या। फेरि यस्तरी यो सानो बटुलिँदै जान्छ, अनि यहाँ पर पुगेपछि एकदम डेन्जर गरी फेरि यहाँ पनि जम्छ क्या पानी, त्यसले हुन्छ। हाम्रोतिर चाहिँ भिडियो बनाउँदा टोपी पनि एकातिर गइसक्यो। झन्डै चिप्ले हो, झन्डै चिप्लेको म यार। अब्बो गडाङगुडुङ पो गर्दैछ त हौ। फोन पनि फेरि फ्लाइट मोडमा हालेको छैन, साह्रो चट्याङ हान्छ हाम्रोतिर त फोनतिर। हिजो अस्ति एउटा कोठामा एकजना दाइलाई लागेको घटना भर्खरै भन्दा पनि 1-2 वर्ष भयो। फेरि यहाँ चाहिँ अलिक साम्य भएछ है साथीहरू। यहाँ चाहिँ अलिक यस्तो भएछ, अलिकति यहाँ चाहिँ घटेछ, अलिक पानी पनि रह्यो नि त। तर त्यो पर खोल्सा चाहिँ एकदम बढ्दो क्रममा छ क्या, एकदमै ज्यादा पानी आइरहेछ। हाइट खोला चाहिँ धमिलो भएछ नि त यहाँ तल खोला चाहिँ। खोला पनि धमिलो भएर आएछ, खोला पनि एकदम धमिलो भएर आएछ। म पनि घर आइपुगेँ साथीहरू पानी कटाइदिएर। यता पनि गइरहेको रहेछ, अब यता पर चाहिँ नहेरौँ होला। अब पानी खासमा रहँदै पनि गयो। यस्तो छ ब्याकग्राउन्डहरू, अहिले पानी पर्दै गरेको चाहिँ सबैतिरको ब्याकग्राउन्डहरू यस्तो छ। र आजको मेरो भ्लग त्यस्तै भयो। हजुरहरूलाई के कस्तो लाग्यो कृपया कमेन्ट बक्समा हजुरहरूको प्रतिक्रिया राख्नुहोला। र साथै नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्सक्राइब, भिडियोलाई एक लाइक अवश्य गर्नु होला है त साथीहरू। हस्त धन्यवाद, नमस्कार, सेवाहरू।